नमस्ते, म विनोद सुवाल भावुक। आज एउटा कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक छ सन्दुक। घरको कुन्नामा थन्किएको पुरानो सन्दुक मौन छ, तर भित्र अनेक कथा व्यथा बोकेको छ। रङ्ग खुलिएको, धुलोले ढाकिएको काठका पाटा, खिया लागेको कब्जा र चुकुलमा औँलाका छापहरू बाँकी छन्। त्यसभित्र केही कागजात र अमूल्य उपहार, आमाको माया, बाबुको पसिनाको गन्ध। कतै कुन्नामा सपनाका टुक्राहरू थन्किएका छन्, कतै लुकेको छ बिछोडको चिसो सम्बन्ध। सन्दुक केवल काठ र फलाम मात्र होइन, त्यो त स्मृतिको अथाह समुद्र रहेछ। जति खोल्यो उति नै अतीत सल्बलाउँछ। मनभित्र हराएको एउटा बेग्लै संसार रहेछ। बाहिर नयाँ समयको हल्ला चलिरहेको छ, बाहिर नयाँ समयको हल्ला चलिरहेको छ, भित्र भने पुराना दिनहरूले बोलाइरहेछ। सन्दुक खुल्दा केवल ढकनी खुल्दैन, वर्षौँदेखि थुनिएका भावनाहरू उजागर हुन्छ। आमाले दाइजोमा पाएको मायाको चिनो, जसमा हजुरबुवा र हजुरआमाका सम्झनाहरू छन्। बाको बिग्रिएको घडी समयको साक्षी बनेर आमाका दुःख र सङ्घर्षका कथाहरू बोकेर बसेको छ। पुराना वस्तु मात्र होइन त्यो सन्दुक, पुस्तौँदेखि सरेको जीवनको दस्तावेज हो, जहाँ हाँसो, आँसु, आशा र अभावहरू र समयको धुलोसँगै अझै सुरक्षित छन्। त्यो सन्दुक खोल्दा वस्तुहरू मात्र भेटिँदैन, आफ्नै विगतसँगको भेट पनि हुन्छ। काठका पाटाभित्र बन्द ती सम्झनाले मनका बन्द ढोकाहरू फेरि खोलिदिन्छन्। घरको कुन्नामा थन्किएको पुरानो सन्दुक मौन छ, तर भित्र अनेक कथा व्यथा बोकेको छ। रङ्ग खुलिएका, धुलोले ढाकिएका काठका पाटा, खिया लागेका कब्जा र चुकुलमा औँलाका छाप बाँकी छन्। त्यसभित्र केही कागजात र अमूल्य उपहार, आमाको माया, बाबुको पसिनाको गन्ध। कतै कुन्नामा सपनाका टुक्राहरू थन्किएका छन्, कतै लुकेको छ बिछोडको चिसो सम्बन्ध।